हाम्रो सनातन धर्ममा भनिएको छ सत्य बोल, सत्य बोल अनि प्रिय बोल। सत्य मात्रै होइन, प्रिय पनि बोल। सत्य बोल, प्रिय बोल। अप्रिय लाग्ने सत्य नै छ भने पनि त्यो नबोल। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हजुरले सत्य भन्नुभएको हुन्छ आमा, कसैको शिरमा एउटा पनि कपाल छैन, कसैको शिरमा एउटा पनि कपाल छैन। अब हजुरले उसलाई के भनेर बोलाउनु भयो? ए टक्ले भनेर बोलाउनु भयो। के भन्नुभयो? ए टक्ले यता आइज त भन्नुभयो। हुन त त्यो टक्लु नै हो। जसको शिरमा कपाल छैन उसलाई हामी के भनेर बोलाउँछौँ? टक्ले। तर त्यो सत्य थियो। सत्य हुँदा हुँदै पनि के भयो? त्यो अप्रिय भयो। उसको लागि त्यो निन्दा जस्तो शब्द भयो। त्यसरी पनि बोल्नु भएन। अनि फेरि प्रियम च नानृतम ब्रूयात्। अब कसैलाई प्रिय लाग्छ भने